चाहिँ आफ्नो रुमदेखि मार्केट जाने बेला आज चाहिँ क्यामेरा म्यान धेरै छ ल राजा उता रेडी छ हामी भनेको चाहिँ मार्क्स चाहिँ बोक्नु थियो ल हेर्नुहोस् गाइस यो चाहिँ के भन्छ लोरे साउदीमा पनि लोरे साग छ है लोरे साग खान मन लाग्यो भाइ आउनुहोस् यो चाहिँ पिपलको बोट हो यो यहाँ बेला बेला हिन्दूहरूले पूजा गर्छन् क्या त्यही भएर पिपलको बोट लगाएर आएको छ अनि यो चाहिँ अनलाइन सिस्टमको यो अनि पेमेन्ट गर्ने त्यसपछि साइकल चलाउने जहाँसम्म पुग्छ त्यहीसम्म पैसा तिर्नुपर्छ अब हामी लाग्दैछौँ के गरेन तिनीलाई कहाँ यता गरेर हामी यो चाहिँ टोइलेट हो त्यो पिसाब लगायो भने टोइलेट जानुपर्छ छोटो यता पानीमा खिचौँ भनेर आएको पानी बन्द भएछ केटाहरू पुरा आगो लाग्यो भने खिच्ने लुलो मार्केट पुरै ल यो चाहिँ अब लिफ्ट होस् ट्याक्क लाएर केटा आज चाहिँ लिफ्टको भिडियो बनाउनु भएको छ खै केटा देखिन्न नि त हालो आउँदो रहेछ ल ठिक छ हामी लिफ्टमा घुमेछौँ है आज छोटो गोरो मान्छे कालो देख्छ तल यस्तो उल्टो भयो उल्टो भएछ आइयो है माथिल्ने तलमा आइयो कम्ती रमाइलो स्याल छोडेर त पुरा यहाँ फिल्म हेर्ने ठाउँ फुटबल खेल्ने जस्तो ठाउँ छ त स्वार यता रमाइलो छ आज ल आज चाहिँ मार्केट घुम्दैछौँ बल्ल ल त्यो रमाइलो छोटो छिटो आऊ तिमीलाई चाहिँ कस्तो लागेको छ त यहाँ चाहिँ अब यो हाम्रो लुलुमा चाहिँ अलिकति खतरै छ क्या राम्रो अब यहाँ चाहिँ माथि हामी चाहिँ चढेको थियौँ हामी माथि चढ्दाखेरि चाहिँ हामीले बच्चाहरूको खेलाउने सबै भन्ने चाहिँ यहाँ उयो रहेछ कस्तो राम्रो रहेछ यहाँको उयो नै मार्केटै खतरा रहेछ हामी चाहिँ तलको थियो माथि चाहिँ आएको थिएनौँ राम्रै छ ल ठिक छ धन्यवाद अनि राजन चाहिँ बोल्दैन राजन त डराइहाल्छ फेरि हामी चाहिँ आज यसो अब होटेलतिर घुम्दैछौँ ल पछि भेटौँ ल तर मार्केट आउन आइयो केटा तर यहाँ सबै केटी र बच्चाको लागि मात्रै कपडा रहेछ यस्तो छोटो यहाँ कस्तो मस्तसँग घुमिरहेछ छोटो आज के लान्छ र यस्तो फुल रहेछ यस्तो दामी फुल छ नि कहाँ हुन्छ र है तपाईँ पनि आउनुहोस् मार्केटमा के लाने यो कुरा
टेबल लाँदैछ यस्तो रमाइलो छ नि को सक्छ यस्तो महँगो मार्केटमा कति लिन्छ फाइबरको महँगो होला नि यो फाइबर हो ए ल फाइबर लानीमा आउनुहोस् है फाइबर दुईजना लाँदैछन् फेरि हामी यहाँ मार्केटभित्र छिरिसकेछौँ हेर्नुहोस् सब खालको 5-5 रियालको यो 5 रियालको फुलहरू सेन्ट 5 रियालको यो कहाँ तल र कहाँ माथि मन्जन उता होला यो ब्रस 5 को यो पनि ए मन्जन यता यता ए कोलगेट सब 5-5 को यो पनि 5 रियालको यो पनि 5 रियाल 75 पैसा सबैलाई यो पनि स्याम्पो 5 रियाल 75 पैसाको के दाले किन्ने छ कुन लाने त्यो कल जबै लैजाबै अलिक राम्रो हुन्छ त्यो त रातो खालको हुन्छ त्यो टाउको टाउको हो यो ढक्कन बिचको रहेछ कोलगेट 5 रियालको किन आज छोटु टाउको यो उसको हो कि यो उसको टाउको डल्लो परेछ भने छोटु घुसे त घुस्छ क्या हो क्या त्यो टाउको हो क्या त्यो ढक्कन कुन लिएर साबुन पुरै 5 रियालको 5 रियालको पुरै 5 रियालको अनि यो ब्रस पनि 5 रियालकै फेरि एकछिनपछि भेटौँला गाइस छोटो चाहिँ सेन्ट चेक गर्दैछ कस्तो ठिक छ छैन सेन्टै उडिहाल्छ अनि 5 रुपियाँ गरेर कहाँ अस्ति नका दाइ र हामीले लोगेको बरु सेन्ट लैजाउँ 5 रुपियाँको सेन्ट ल सेन्ट यो पनि 5 रुपियाँको सेन्ट हो दाइ र हामीले लोगेको यतातिर हो त्यो भाग यता अब यतातिर हो त्यो हो यो होइन यो पनि 5 रुपियाँको सेन्ट हो सेन्ट गल्ती गरेँ कि चप्पल त्यस्तै खोलेपछि सेन्ट लिप ठुलो बोल्नु न ल दाइ सेन्ट हामी चाहिँ सामान किनेर टक्क ठकाइ लागेर यसो विश्राम हेर्दैछौँ अनि के गर्ने अब जता हेऱ्यो त्यतै सामान छ कति किन्ने हो किन्दा हैरान भयो अब यसो चस्मा लगाइदिउँ कस्तो देखेछ खट्टा देखेछ होइन ठिक चाहिँ रामहरू उता छन् रामबहादुर अनि राजन बहादुर केटाहरूलाई ठिक छ हाम्रो रमाइलो भइरहेछ के हो र बम ल तिनीहरूले के हेर्न बोलाएको छन् हामी जाँदैछौँ केटाहरूलाई के ए चक्कु सक्कु लाने यो लैजाउँ भने कि नलाने 2 रुपियाँ नि पर्दैन यार 1 रुपियाँ नि पर्दैन लाने त लाइन ल कस्तो ठिक छ खै देखाउ त दाइ 1 रुपियाँ उठाए पनि पुगिहाल्छ नि सबैले दिइहाल्छ नि आखिर चाहिने सबैलाई होइन ल यो चाहिँ खसीको मार हानी लाने अरे केमा यसरी हातमा बोक्ने प्लास्टिकमा दिन्छन् आएर लाने ल के हो कोठामा उठाउने कि सबैले 1 रुपियाँ है होइन लैजाऊ होइन सबैलाई लाने ए रामे
तर धान खुसिहाल्छ त्यो कस्तो छ ठिक छ आज त्यो सानो भयो कि साह्रै भएन त्यो अर्कोलाई ट्याङ्की के रे खसी मार हान्ने ल हेर्छ अझ यस्तो रमाइलो छ आज अब के कुरा गर्ने कि अब मान्छेले भन्छ कि ल के छ सब हेर्नुपर्छ बुढोले के हो यो बुढोलाई पाउँदैन ऊ घुमेको बाबु यो रोटी पेल्ने होइन नि त यो अर्को हो यो यो पिज्जा बनाउनु हो क्या ल यहाँ केटाहरूले सपिङ गरेछ न यो बोक्यो बोक न सबैले उठाउँछ नि त हैन अनि नउठाएर चाहिने चिज हो ल हो कि हैन धेरै आइटमहरू छ यहाँ दाल हल्लाउने पनि रहेछ ल आउँछ दिनहरु अनि मा यसरी नै सपिङमा आयो किनो अनि के भन्नु टोयलेट साफ गरे यो अब टोयलेट साफ गर्न लागि यहाँ पनि छ लाउँदो एउटा सबैजना हैन अहिले टोयलेट साफ त होइन चाहिँ भनेको यो झिँगा चाहिँ मार्ने मच्छर मार्ने हो अँ, गाइस यो ल ठिक छ झिँगा मार्ने मच्छर मार्ने त अनि यो चाहिँ कपडा राख्ने ह्याङ्गर पुरै सजाएर राखेको छ खै रामे यो 5 रेल चाहिँ हुँदै हैन 5 हो क्या रामे घडी चाहिँ झुन्डै दिनु पर्छ उता अहिले एकछिन जाँदा त्यहाँ मान्छे छ नि त अब यो घडी चाहिँ अब किनेर ल्याएको राजनले झुन्डाइदिने अरे मन परेन कति पर्छ होला भन्नु होला तपाईँहरू रामे के खोज्दैछ के हौ सरब ल अब यो सरब चाहिँ अब अलि 5 रियालको हो यो 5 रियाल 75 पैसाकै प्राइस यहाँ छ राम्रो प्रार्थना आउनु ल फ्रेन्ड्स उयो चाहिँ आउनुहोस् है गाइस के यहाँ उयो के भन्छ यो सरब सरब छोटो चाहिँ के? यो भनेको साबुन नुहाउने साबुन हो अँ, गोलो हो यो भनेको सेन्ट हो ल ठिक छ धेरै देखाउनु हुँदैन धेरै देखायो भने फेरि पछि लागेर आउनु होला सबै यस्तो सरब पनि हुन्छ अँ चामल जस्तो सरब त होला नि हो के लाग्यो चामल जस्तो केटाले हेर्दैछ धेरै थरी कुन लैजाउँ भनेर छ तिमी कुन लाने म त लादिनँ यो रामेल चाहिँ यो लाने अरे लाने चाहिँ हो कि होइन छान्दैछ हेर्दैछ यो चाहिँ ल यो चाहिँ फिक्स भयो ल उसको चोइस भइसक्यो रामु सरको ल ओके छ ल चलो फिर अब जाने अब हामी घडी राख्नु स्थानमा जाने हो अब गाइस अब यो घडी चाहिँ राख्नु पर्ने भयो हामी चाहिँ घडी राख्ने स्थानमा जाँदैछौँ यो घडी चाहिँ अलिक महँगो यो घडी चाहिँ अलिकति धेरै महँगो भएर गोल्डन भएर त्यही भएर अहिले यसलाई चाहिँ राख्नु जान्छ ल ठिक छ राखिदिनु पर्छ अब के गर्ने अब लगाएर बाहिर निस्क्यौँ भने गेटमा बजिहाल्छ टुरुङ के ल के ए अब खाना साना के लाने भन्दैछ है पानी सानी खाना साना प्याक गर्नलाई यो पनि छ अनि सब 5 रियालको हो के रे ल मान्छे अझ कोको कोला भन्दैछन् कोला देखाउने हो राम्रो मान्छेहरूले चाहिँ मुख छोपेर हिँड्ने किन 5 हो कि 5 रियाल हो कि छैन यहाँ त उयो के हेर न उ त्यो उ त्यो प्राइस चाहिँ हो यो भिन्दै अब हाम्रो अब सपिङ चाहिँ अन्तिम हुँदैछ रामे मुसुक्क हाँसेर के गर्ने अब यस्तै छ छोटु के छ रानी ठिक छ राजनलाई निद्रा लाग्यो धेरै कति ढिलो यार छिटो बरु हिँड्छु यार यो त छोटु चाहिँ भरि आएर हाम्रो ए बिस्तारै गर
बिस्तारै होइन गराउँछु मैले यहाँ एउटा गिटार देखेको थिएँ त्यो गिटारै भेट गर्दैन मैले जुन गिटार मैले सोचेको थिएँ खोज्दैछु त्यही भयो यो गाडी गाडी त खतरनाक छ जेसिबी कति रुपियाँ रहेछ के हो छोटु खै यो के हो यो चाहिँ टिमको होला ब्याट्री हाल्यो खेल्नु होला जुत्ता पुरै जुत्ता छ यो चाहिँ अलिक महँगो खालको 11 रियालको 11 कालो आउँछ र ल गाइस हामी चाहिँ अब मार्केट गरेर अब रुमतिर फर्किँदैछौँ अनि गर्मी यति गर्मी छ कि के भन्ने कति 45 डिग्री छ होला होइन छोटु 45 डिग्री छ होला ल यति गर्मीमा के माल लिएर आउँदैछौँ मार्केटमा गएर ल्याएको माछा 12 रियलको माछा 13 रियलको जान्छु नि अस्ति यार महँगो छ साउदीमा पनि अस्ति किनेको 4 रुपियाँको किनेको अहिले 81 हामी नआएको 2-3 दिनमा यो माछाको भाउ बढेर 12 रियल भइदियो हामी तर्स्यौँ अब के गरौँ त माछा खानै पर्ने हो माछा खानै पर्ने भनेपछि त केटा अब के गर्छिस् त मनलाई किन मार्छिस् ले भनेर अनि मैले जे ल्याएँ है दाइ ओके ल छोटुको कुरा पनि तपाईँहरूले सुनिहाल्नु भयो अब माछा पकाउने मान्छेहरू पछाडि छ माछा पकाउने मान्छे यही मान्छे हो माछा अहिले पकाएर यति मिठो गरेर सुरु माछा पकाएर खाएको भिडियो पनि हाल्नुपर्छ अहिले ल ठिक छ ल फेरि माछा पकाएको भिडियो चाहिँ हेर्नुपर्छ अब